look what happened. Is this crazy? 2025 मा ट्रम्प 2.0 वास्तविकता बन्यो। उनी फेरि आएसँग इन्टरनेटमा यो पटक ट्यारिफ अर्थात् कर वृद्धिको विषय हरेक दिन चर्चामा छ। To me, the most beautiful word in the dictionary is tariff, and it's my favorite word. अमेरिकन बिजनेसेसहरू स्थिरता झेल्न तयार हुँदैछन्। यसले उनीहरूको आम्दानी र विश्वव्यापी प्रभावलाई असर पार्ने तय छ। तर चीनले अघिल्लो व्यापार युद्धबाट केही पाठ सिकेको जस्तो छ। सीधा टक्कर लिनुको सट्टा चीनले आफ्नो रणनीति अमेरिकाकै आँगन मेक्सिकोतर्फ सारेको छ। आज हामी उत्तर अमेरिकामा भइरहेको आर्थिक परिवर्तनको कुरा गर्दैछौँ। यसले त्यहाँको व्यापार गर्ने तरिका बदल्दैछ, अर्थतन्त्र बलियो बनाउँदैछ। हामीले पछिल्लो दशकमा यही कुरा एसियामा भएको देखिसकेका छौँ। अहिले त्यो मेक्सिकोमा हुँदैछ। चाइनिज कम्पनीहरू मेक्सिकन सहरतर्फ सर्दैछन्, जसले ठुलो म्यानुफ्याक्चरिङ अर्थात् औद्योगिक बुम सृजना गरिरहेको छ। तर किन मेक्सिको? किन अहिले? र कसरी मेक्सिको अमेरिकन मार्केटका लागि चाइनिज लगानीको केन्द्र बन्यो? अझ ठुलो कुरो, के यो मेक्सिकोको दीर्घकालीन स्थिरताका लागि वरदान हो या अभिशाप? यिनी हुन् शॉन ली, एलजीएमजी मेक्सिकोको प्रोजेक्ट म्यानेजर। यो कम्पनी भारी उपकरण र निर्माण मसिनहरू बनाउँछ। चाइनामा ठुलो नाम छ र विश्वभर विस्तार गर्ने योजना छ। यिनी हुन् ओर्हे भलेहो, BYD मेक्सिकोको निर्देशक। चाइनामा हाइब्रिड र इलेक्ट्रिक गाडी बनाउने अग्रणी ब्रान्ड। 2024 को तेस्रो क्वार्टरमा BYD को आम्दानी पहिलो पटक टेस्लाभन्दा बढी भयो। यिनी हुन् योङ लिउ, फक्सकन इन्टरनेसनलका अध्यक्ष। फक्सकन संसारकै सबैभन्दा ठुलो उपभोक्ता इलेक्ट्रोनिक्सको सप्लायर हो, मुख्यतः चाइनाबाट सञ्चालित छ। र यिनको नाम हो इसिडोरो मसोरी, JAC मेक्सिकोको निर्देशक। JAC सामान्य प्रयोग हुने कार, बस, ट्रक, भ्यान बनाउँछ। यसका हेडक्वार्टर चाइनाको आनहुई प्रान्तमा छ। यी सबैमा एउटा कुरा कमन छ, सबै चाइनिज मूलका कम्पनी हुन् भन्ने हैन। त्यो धेर सजिलो भयो। यी सबै अहिले मेक्सिकोमा ठुलो लगानी गरिरहेका छन्। यो ट्रेन्ड हेर्नुहोस्। फक्सकनले एनभिडिया चिप्सको लागि संसारका सबैभन्दा ठुलो सेमिकन्डक्टर प्लान्ट बनाउन $1 बिलियन खर्च गर्यो। JACले 2वटा नयाँ एसेम्ब्ली लाइन खोल्ने घोषणा गर्यो। LGMGले $140 मिलियन लगाएर नयाँ उत्पादन केन्द्र बनायो। BYDले छिट्टै ठुलो घोषणा गर्ने सङ्केत दिइरहेको छ। यी कम्पनीहरूसँग धेरै खर्च गर्ने पैसा छ। तर जति हामीलाई चीनको उत्पादन शक्तिको बारेमा थाहा छ, यसको वास्तविक शक्ति साना र मध्यम स्तरका सप्लायर कम्पनीहरूमा छ। यी साना कम्पनीहरू कसरी मेक्सिको पुग्छन् त? फङ एन्ड हलिङ ग्रुपले यही ग्यापलाई व्यवसाय बनायो। तिनीहरूले होफुसान इन्डस्ट्रियल पार्क निर्माण गरे, जुन अर्को $1 बिलियन को परियोजना हो। अहिले त्यहाँ 40 भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन्, जसमा म्यानवा फर्निचर, हाइसेन्स, कुका होम्स, लेन्सटेक, एन्स्टेक र यिनल्युएन जस्ता ब्रान्डहरू पर्छन्। यीमध्ये अन्तिम 3 टेस्लाका इलेक्ट्रोनिक सप्लायर हुन्। संक्षेपमा, चाइनाले मेक्सिकोमा साना र ठुला दुवै खालको व्यवसाय सञ्चालन गर्ने वातावरण तयार गरिरहेको छ। र अब यो ग्राफ हेर्नुहोस्। यो क्रमशः धेरै वर्ष लगाएर तयार भइरहेको थियो। 2017 मा ट्रम्पले पहिलोपटक USA को राष्ट्रपति पद सम्हालेपछि चाइनासँग व्यापार युद्ध सुरु भयो। यसको अप्रत्याशित नतिजा मेक्सिकोमा चाइनाको लगानी आकाशियो। ट्रम्पको व्यापार नीतिले चाइनाबाट सामान निर्यात गर्न महँगो बनायो। त्यसपछि चाइनाले आफ्नो नीति परिवर्तन गरी मेक्सिकोलाई प्राथमिक गन्तव्य बनायो। बीचमा कोभिडका कारण विश्व अर्थतन्त्र केही सुस्त पनि रहेको थियो। तर जब आर्थिक स्थिरता फर्केर आयो, लगानी झन बढेर आयो। 2023 मा चिनिया कम्पनीहरूले मिलेर मेक्सिकोमा $12.6 बिलियन को लगानी गर्ने घोषणा गरे। र यी केवल कागजमा सीमित हुने परियोजनाहरू होइनन्। फ्याक्ट्रिज, लजिस्टिक हब्स, सप्लाई चेन पूर्वाधार, नागरिक पूर्वाधार सबै प्रभावकारी छन्। र ट्रम्पको दोस्रो कार्यकाल सँगसँगै यी लगानीहरूले विस्तारै नतिजा दिन थाल्छन्। लगानीमा विविधताको पनि कुनै कमी छैन। यस्तो भयो होला, CCPका नीतिकारहरूले राष्ट्रपति सी जिनपिङलाई सोधे, हामीले मेक्सिकोमा लगानी त गर्ने, तर के गर्ने? र शीले केवल भने, चिल्लो हाई क्वालिटी सोफादेखि हाईटेक कम्प्युटर सर्भरसम्म, ट्रेनमाया जस्ता ठुला पूर्वाधार परियोजनादेखि ट्रिना सोलरको सोलर प्यानल कारखानासम्म चिनिया कम्पनीहरू मेक्सिकोमा बनाउन सक्ने सबै थोक बनाउँदैछन्। तर किन चिनिया कम्पनीहरूले मेक्सिको नै रोजे? चिनिया सामानको माग मेक्सिकोमा धेरै बढिरहेको छ, तर त्यो अझै सानो बजार हो।
मुख्य लक्ष्य अमेरिकाको विशाल आन्तरिक बजार हो। यसलाई नियर शोरिङ भनिन्छ। यसको मतलब उत्पादनलाई जति सक्दो उपभोक्ताको नजिक लैजानु। र मेक्सिको अहिले उत्पादनका लागि सुन खानी मान्न सकिन्छ। किन? नम्बर 1, स्थान। मेक्सिकोको अमेरिकासँग लामो भूमि सीमा छ। यसको अर्थ धेरै छोटो डेलिभरी समय र धेरै कम ढुवानी खर्च। चीनमा उत्पादन गरेर प्रशान्त महासागर पार गरेर पठाउनुभन्दा त धेरै गुणा छिटो। ती व्यवसायहरू जसको बिजनेस मोडल नै ट्रेन्ड समातेर अमेरिकामा सेल्स गर्नु हो, मेक्सिको तिनीहरूको लागि स्वर्ग हो। 2, वर्कफोर्स अर्थात् कार्यबल। मेक्सिको एक विकासशील राष्ट्र हो जसको औसत उमेर 30 भन्दा कम छ। यहाँ युवा, महत्त्वाकांक्षी र सक्षम श्रमिकहरूको कमी छैन। मेक्सिकोले आफ्नो सक्षमताको विश्व स्तरमा प्रमाण पनि दिइसकेको छ। तर कुरो के हो भने चिनिया कम्पनीहरूको सञ्चालनको स्तर बेग्लै छ। अब मेक्सिकोको स्तर पनि त्यही अनुसारले बढ्ने अनुमान लाउन सकिन्छ। व्यापार गठबन्धनहरू। केही दर्शकहरूले सोचिराख्नु भएको होला, अहिले त अमेरिकाले मेक्सिकोमाथि 25% ट्यारिफ लगाएको खबर थियो, अझै किन व्यापार गठबन्धनहरू सकारात्मक भयो? ठुलो चित्रमा हेरौँ यसलाई। मेक्सिको कुनै सानो अर्थतन्त्र होइन। यो OECD, G20, पेसिफिक एलायन्स र सबभन्दा महत्त्वपूर्ण USMCA को सदस्य हो। USMCA NAFTA को सट्टा 2020 मा लागू भएपछि मेक्सिकोले अमेरिका र क्यानाडाको बजारमा ट्यारिफ फ्री पहुँच पाउने सुनिश्चित भएको थियो। तर यो सम्झौता एक शक्तिशाली उपकरण बनिरहेको छ। विभिन्न अमेरिकी प्रशासनहरूले यसलाई आफ्नो राजनीतिक न्यारेटिभ मिलाउन हतियारको रूपमा पनि प्रयोग गर्ने गरेका छन्। सोच्नुहोस्, अमेरिकी राजनीतिमा मेक्सिकोको कुरा आउँदा केवल व्यापारको मात्र आउँदैन। आप्रवासन, लागू पदार्थ, सीमा, गिरोहहरू र हतियारको बारेमा एकै सासमा कुरा आउँछ। ट्रम्पले यी सबै कार्डहरू आक्रामक रूपमा खेले, सम्झौतामा परिवर्तन गर्ने धम्की दिए र ठूला प्रतिज्ञाहरू गरे। इलेक्सनका लागि त्यो सफल भयो, तर वास्तविक लागू हुने नीतिसम्म आइपुग्दा यो प्राय अभियानको क्रममा गरिएको बाचाको धेरै नरम संस्करण भइसक्छ र व्यापार सम्झौताहरू कति छिटो परिवर्तन हुन्छन् भन्ने प्रमाण यहाँ छ। क्यानाडा र मेक्सिको दुवैले महिनौसम्म ट्यारिफ हटाउन दबाब दिन सफल भएका छन्। त्यही भएर यो गठबन्धनहरूमा खासै स्थिरता हुँदैन। यी समय अनुकूल परिवर्तन भइराख्छन्, तर स्थिरता यसमा हुन्छ विश्वभरिबाट आइरहेको लगानीहरूमा। किनभने नीति परिवर्तन भइरहेको छ, तर पैसा अवसर जहाँ छ त्यतै सर्छ र मेक्सिकोले खुला हृदयले यसको स्वागत गरिरहेको छ। त्यसो भए किन मेक्सिको अहिले नियर सोरिङको हिरो बन्दैछ? भूगोल, कार्यबल र गठबन्धन यी सबैले। विश्वव्यापी व्यापारको स्वरूप परिवर्तन हुँदैछ र मेक्सिकोको भूमिका झनै ठुलो हुँदै जानेछ। प्रश्न यो हो, मेक्सिकोले कतिसम्म यी फाइदाहरू जोगाएर अमेरिका र चीन दुवैलाई सन्तुष्ट राख्न सक्ला? चिनिया कम्पनीहरू जापाती कारखाना खोलिरहेका छैनन्। उनीहरू रणनीतिक रूपमा मेक्सिकोको प्रमुख राज्यहरूमा लगानी गर्दैछन्। 2017 देखि 2023 सम्मको यस समयलाई हेरौँ। सर्वोत्तम 5 राज्यहरू जहाँ लगानी प्राप्त भएका छन् ती सबै उत्तरी राज्यहरू हुन्। यद्यपि यो प्रविधि केवल चीनसम्म मात्र सीमित छैन। उत्तरी राज्यहरूमा व्यापार गर्न सजिलो भइरहेको छ, जसले विश्वभरका लगानीकर्ताहरूलाई आकर्षित गर्दैछ। लगानीको प्रभाव विश्व व्यापार र्याङ्किङमा पनि देख्न सकिन्छ। मेक्सिकोले हालै चीनलाई पछि पार्दै अमेरिकाको सबैभन्दा ठुलो व्यापार साझेदार बन्यो। यी औद्योगिक क्षेत्रहरूले उत्तरी अमेरिकी आपूर्ति श्रृङ्खलामा महत्त्वपूर्ण कडीको रूपमा काम गर्न सक्छन्, जसले उत्पादनलाई अमेरिकी बजारमा पहिलेभन्दा छिटो र सस्तो पठाउन मद्दत पुर्याउनेछ। उत्तरी मेक्सिको भरिका उद्योग पार्कहरूको यति उच्च माग छ कि तिनीहरू वर्षौँ अगाडि नै डिल हुने गरेका छन्। होपुसान याद छ नि? त्यस्ता दर्जनौं उद्योग पार्कहरू निर्माणाधीन छन् वा विस्तार हुँदैछन्। 2027 पछितिर बनाइने हरेक औद्योगिक प्लटहरू पनि अहिले नै किनिसकेर तयारीमा छन्। यो वृद्धिले केवल स्थानीय अर्थतन्त्रलाई फेरि परिमार्जन मात्र गरिरहेको छैन, यसले पुरै क्षेत्रलाई आगामी वर्षहरूमा विश्व निर्माणको महत्त्वपूर्ण कडीको रूपमा पक्की बनाइरहेको छ। सबै कुरा यस्तो रमाइलो मात्र पनि छैन। मेक्सिको अहिले एक ददारमा छ। एकातर्फ यो नियर सोरिङको सफलता हासिल गर्दै विश्व व्यापारमा एक प्रमुख खेलाडी बन्ने क्रममा छ, अर्कोतर्फ यो प्रमुख दुई विश्व शक्तिहरूको बीच बढ्दो प्रतिस्पर्धामा अड्किएको छ। कुरा के हो भने मध्यमा अड्किनु बिल्कुल पनि आरामदायक हुँदैन। अमेरिका र चीन यी दुई अहिले राम्रा साथी छैनन्। यी दुई बीचको चढ्दो तनावले मेक्सिकोलाई एकदम गाह्रो स्थितिमा पुर्याएको छ। जति मेक्सिकोले नियर सोरिङमा ठुलो भूमिका खेल्दै जान्छ, त्यति एक पक्ष छान्नका लागि दबाव पर्ने जोखिम पनि बढ्दै जान्छ। रणनीतिक तटस्थता
यो कायम राख्न दिन प्रतिदिन झन गाह्रो हुँदै जानेछ। भारतलाई उदाहरणको रूपमा लिनुहोस्। रुस र युक्रेन युद्धको समयमा भारतले आफ्नो कार्ड सटिकता साथ खेल्यो। आफ्नो रणनीतिक चासोहरू सन्तुलन गर्दै अमेरिका र नेटोबाट आइरहेको दबावसँगै सम्हालेर लग्यो। पश्चिमी देशहरू सहमत नहुँदा पनि भारतले रुसबाट सस्तो ऊर्जाको आपूर्ति सुनिश्चित गर्यो। सँगै यो कुरा पनि भन्दै हिँड्यो कि यस युद्धले विश्व स्थिरतालाई खतरा पुर्याउँदैछ। यसले भारतलाई विश्व राजनीतिको एक महत्त्वपूर्ण खेलाडीको रूपमा मजबुत बनाएको छ। कोभिड सङ्कटको समयमा अमेरिकी पाखण्डको लगातार विरोध गरे पनि भारत र अमेरिका अहिले महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू राख्दैछन्। मोदी र ट्रम्पले पनि 2025 को शरदकालसम्म व्यापार सम्झौताको पहिलो चरणमा सहमति गर्ने निर्णय गरेका छन्। दुईतिर ठिक्क। मेक्सिकोले पनि अमेरिका र चीन दुवैसँग यस्तै उच्च कोटिको कूटनीति खेल्नुपर्नेछ र यो मेक्सिकोका लागि जम्मा एउटा चुनौती मात्र हो। केवल अर्थतन्त्रमा लगानी थपिनु पर्याप्त हुँदैन। पहिलो कदम अवश्य हो, तर पर्याप्त पनि होइन। रहेका पूर्वाधारहरूलाई निरन्तर अपडेट गर्न आवश्यक छ। कार्यबललाई तीव्र औद्योगिक वृद्धिसँग विकसित गर्नु आवश्यक छ। यो बिना नियरसोरिङको फाइदा चाँडै हराउन सक्छ। यो आर्थिक वृद्धि केवल चार्टमा रहेको अङ्कहरूको लागि होइन, यो त अन्ततः मानिसहरूको जीवनस्तर उकास्ने, राम्रो रोजगार सिर्जना गर्ने र दीर्घकालीन स्थिरताको लागि हो। तर स्थिरता que la gente ahorita ocupa el apoyo más de nosotros, del narco, el COVID-19. El ejército mexicano. Sí, pues aquí en el grupo a veces el cártel se hacen cosas malas porque miran que la gente cree que son malas, pero solamente nos defendemos. Many just returned to Mexico, but none of these immigrants are really giving up. यस आर्थिक वृद्धिको क्षणलाई पूर्ण रूपमा हितकारी बनाउन मेक्सिकोले एक खतरनाक यात्रा गर्नुपर्नेछ। गम्भीर आन्तरिक सुरक्षा चुनौतीहरूको समाधान गर्न, अन्तर्राष्ट्रिय राजनीतिक द्वन्द्वहरूबाट टाढा रहन र यो गतिलाई कम्तीमा 1 दशकसम्म कायम राख्न जरुरी छ। यो सानो कार्य होइन। अहिले नै मेक्सिकोले चीनलाई अमेरिकाभन्दा बढी प्राथमिकता दिने अड्कल सुरु भइसकेको छ। यस्तो हल्लाले राजनीतिक तनावलाई प्रोत्साहन दिन सक्छ र दुई विश्व शक्तिहरू बीच यसको संवेदनशील सन्तुलनलाई जटिल बनाउन सक्छ। यो केवल आर्थिक परिवर्तन होइन, यो राजनीतिक हो, यो सामाजिक हो, यो मेक्सिकोको भविष्य हो। महान राष्ट्रहरू यस्तै अनिश्चित समयमा बन्छन् जहाँ लिएको सही कदमहरूले चुनौतीलाई अवसर बनाउँछ। मेक्सिकोको आउने बाटो सजिलो छैन, तर यो एक यात्रा हो जसको ठूलो मूल्य छ। अहिलेका लागि अमेरिकामा मेक्सिकोमा बनेको वस्तुहरूको उच्च माग र औद्योगिक पार्कहरूको तीव्र वृद्धि यसलाई एक अस्थायी प्रवृत्ति होइन, एक स्थायी रूपान्तरणको सङ्केत गर्दैछ। यो गति कायम राख्न मेक्सिकोले पूर्वाधारमा जोड दिनुपर्नेछ, नीतिहरूलाई परिष्कृत गर्नुपर्नेछ, कार्यबल र आन्तरिक सुरक्षाको क्षेत्रमा निरन्तर लगानी गर्नुपर्नेछ। किनकि विश्वव्यापी उत्पादन उद्योगको गति परिवर्तन हुँदै गर्दा मेक्सिकोको भूमिका बढ्दै मात्र जाने छैन, आजको चीनको जस्तो शिखरमै पुग्न पनि सम्भव छ।